हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी यो तामाङको संस्कार एउटा हुन्छ नि मरौमा जाँदैछौँ। रीतिरिवाज अनुसार कसरी जलाइन्छ, कसरी यो संस्कार गरिन्छ भन्ने यसरी देखिन्छ है। यो यसरी जलाइँदो रहेछ तामाङहरूको चाहिँ हट्ट यसरी वरिपरिबाट दाउरा घुसाएर पर्खाल राख्दो रहेछ, बिचमा खाली, अनि त्यो खालीमा चाहिँ दाउरा राखेर माथि बिचमा लासलाई राखेर सबलाई राखेर चाहिँ यसरी जलाइँदो रहेछ। यो चाहिँ महाकाली 5 नुन बजारदेखि अलिक परतिर यो जलाउने ठाउँहरू फाल्टै हुन्छ, छुट्टै हुँदो रहेछ है। अनि गएको थिएँ, सो 4तिरवटा मुनिबाट आगो लगाइदो रहेछ। अनि आगो लगाएर चाहिँ यसरी गरिँदो रहेछ आफ्नो आफ्नो चाल चलन। हाम्रो ठाउँतिर चाहिँ अब गर्दैन, अर्कै तरिकाले गर्छ होइन। अब त हाम्रो ठाउँतिर यस्तो हुँदैन, खेल्टा खन्छ, चिता बनाउँछ, चितामाथि जलाउँछ, अनि छोडेर जान्छन्। अनि 12 दिनपछि कि 5 दिनपछि आउँछन्। हाम्रो लामा गुरु त्यहाँ पढ्दै हुनुहुन्छ, राम्रोसँगले लामा पढ्दै हुनुहुन्छ। यता पानी परेर सबैजना भित्र बसिरहेका छन् है। सो छाताहरू ओढिरहेछन्। लामा गुरुलाई त मैले चिनेको थिएँ, सो उहाँ लामा हुनुहुन्छ है। अब हामी जाँदैछौँ, धेरै बेर बस्न मन पनि लागेन, अनि हामी जाँदैछौँ। पछाडि 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 अब गुरु पनि आउँदै हुन्छ, लामा गुरु। उहाँको नाम चाहिँ मौसम भन्छ है, मौसम दाई हुन्छ उहाँ है। लामा गुरु चाहिँ उहाँ हुन्छ, तल नै हो सबलाई जलाइँदैछ है। अनर्थ नसोध्नु होला, मलाई फरक लाग्यो, त्यही भएर मैले भिडियो बनाएको। यहाँ बोल्दै उहाँसँग चाहिँ हाम्रो पहिल्यै चिन्जान थियो, त्यही भएर बोलिराख्नुहुन्छ भेट भएको बेला। राम्रो हुनुहुन्छ, गफसफ राम्रो गर्नुहुन्छ, मलाई राम्रो लाग्छ। उहाँ एउटा लामाको भेषमा हुनुहुन्छ, मलाई यो लामाहरू पनि ठिक लाग्छ कि। लामाहरू चाहिँ एकदम मनपर्छ मलाई होइन। हामी चाहिँ अब सबलाई अब तल चितामा छोडेर गयौँ। उहाँहरू अब घरको परिवारहरू चाहिँ अलिक पछि आउनुहुन्छ है। हामी चाहिँ पुग्यौँ। अनि यो लाङलिङको डाँडा भन्छ है, यस्तो पहिरो गएको छैन होइन। पुरै देख्नु भएको यो मन्दिर चाहिँ के भन्छ, त्यो विश्वकर्मा बाबाको मन्दिर हो। अनि बाटो चाहिँ यस्तो छ, रोड बाटो, यो मेन हाइवे बाटो यस्तो छ है। सो पहिरो गइरहेको छ, यता मान्छेहरू त्यहाँ गइराख्नु भएको छ। खाजा पानी पनि यहाँ बाँड्छ, यो पार्टीमा बाँड्छ है। सो मैले चाहिँ धेरै खाजा खाइनँ, खाजा पनि के बिस्कुटहरू चिसो बाँड्छन्। सो मैले चाहिँ खाइनँ, मलाई हल्का लुगा लागिरहेको थियो त्यतिखेर। अनि यसो हामी चाहिँ फर्क्यौँ है। उहाँहरू पनि आउँदै हुनुहुन्छ पछाडि पछाडि। त्यत्र हुनुहुन्छ मलमीजनहरू। सो हामी चाहिँ फर्क्यौँ। त्यस पछाडि टक्कसँगले हामी चाहिँ अघि जाँदैछौँ। कस्तो अगाडि हुनुहुन्छ। सो यसरी नै तामाङहरूको यसरी नै सबहरूको चाहिँ परम्परा अनुसार यसरी नै जलाइदो रहेछ भन्ने कुरा मैले थाहा पाएँ। सो आजको भिडियो चाहिँ यति नै है। यस्तो आगामी दिनहरूमा फेरि अर्को भिडियो आउँछ। ओके, बाई बाई।